एउटा सहमति एउटा टुङ्गोमा पुगेका छौँ। विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शनलाई मध्यनजर गरी शान्ति सुव्यवस्था कायम गर्न आज मिति 2082 साल पुस महिनाको 22 गते बसेको सर्वदलीय सर्वपक्षीय बैठकबाट निम्नानुसारको निर्णयहरू गरियो। 1. अन्य मुलुक वा स्थानमा घटेका दुर्घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरियो। यसको सट्टा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गर्न जोड दिने, तत्पश्चात मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने। भविष्यमा हुन सक्ने धार्मिक सामाजिक सद्भाव विरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्ला स्थित क्रियाशील राजनीतिक दलहरू एवं विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने तपसिल बमोजिमको स्थायी संयन्त्र सद्भाव संयन्त्र गठन गरियो। क. धार्मिक समुदायबाट 1. हिन्दू तर्फबाट रञ्जित शाह र रञ्जन सिंह। 2. मुस्लिम तर्फबाट मोहम्मद महबुब अली शेरू र अली असगर मदनी। 3. अन्य धार्मिक समुदायबाट पनि आवश्यकता अनुसार प्रतिनिधित्व रहने। त्यस्तै ख. जिल्ला स्थित राजनीतिक दलहरूको तर्फबाट एक जना प्रतिनिधि रहने। ग. नेपाल पत्रकार महासङ्घका अध्यक्षज्यू र घ. नागरिक समाजको प्रतिनिधि रहने व्यवस्था। बुँदा नम्बर 3. सबै प्रकारका मिडियाकर्मीहरूलाई समाचार सम्प्रेषण गर्नुपूर्वक धार्मिक सांस्कृतिक सामाजिक सद्भावमा खलल नपुग्ने गरी समाचार सम्प्रेषण गर्न अनुरोध गर्ने। 4. धार्मिक सांस्कृतिक सामाजिक सद्भाव बिथोल्न प्रोत्साहन गर्ने समूह आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने, साथै सबै पक्षले आआफ्नो समूहको तर्फबाट भएका कमजोरीको मद्दत गर्दै आआफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गर्ने। बुँदा नम्बर 5. यस बैठकमा उपस्थित सबै संस्था पक्ष अभियन्ता महानुभावहरूले आजको यस निर्णयलाई आफ्नो संस्थाको वेबसाइट फेसबुक पेजमा अपलोड गर्ने र सबैले यस निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने, साथै विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आआफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरू नगर्ने।